पूर्णिया यहाँबाट अब चाहिँ हामी उहाँहरूलाई रिसेप्सनको लागि रेडी भइसकेको छौँ। यो हामीले दुईवटा बुके रेडी गऱ्यौँ। वासिङ मेसिनको कभर पनि पाउँछ होला मलाई नि पर्ने के भन्नु अब हेलो गुड मर्निङ एन्ड जय मसी सम्पूर्णलाई र विशेष आजको भ्लगमा नयाँ एपिसोडमा हजुरहरूलाई स्वागत छ। र विशेष आजको यात्रा चाहिँ हाम्रो राबुङलादेखिको काबुमा बागडुग्रा एयरपोर्टसम्म बोल्दा चाहिँ हामी गाडीमा चाहिँ मामा भानिज चडक्कै आज विशेष हामी चाहिँ बागडुग्रा चाहिँ किन जाँदैछौँ भन्दाखेरि हाम्रो धेरै महिनाको अन्तरालमा लगभग कति मामा 2-3 महिना लगभग 3 महिनाको अन्तरालमा चाहिँ हामी महिमा नानालाई रिसिभ गर्नको लागि हामी बागडुग्रा जाँदैछौँ है। र फिलहाल चाहिँ अहिले हामी भ्यालोर जानुभएको थिएँ मामा भ्यालोर जानुभएको थिएँ महिमा नाना चाहिँ ट्रिटमेन्टको लागि फर्किँदै हुन्छ। सो अहिले चाहिँ हामी यहाँ रायुङ गट्टीको छेउमा हामी आइपुगिसकेका छौँ र हामी बाटोमा तपाईँहरूलाई हाम्रो बाटोमा पर्ने भ्युजहरू के कस्तो हुनेछ हामी तपाईँलाई देखाउँदै जानेछौँ। सो भिडियोलाई अन्तसम्म हेरिदिनु होला। सो फिलहाल चाहिँ अहिले हामी नाम्ची बजारमा आइपुग्यौँ। ओके गाइस, अब चाहिँ हामी यहाँ लगभग हामी मर्नीको त्यहाँनिर आइपुगिसकेका छौँ। भोक लागेको कारणले गर्दा अब हामी हल्का खाजा खान लागि अब होइन भोक पनि लाग्यो अब हल्का टाइम कति पनि लाग्यो। ओके गाइस, यहाँ अब हामी चाहिँ यहाँनिर पर्क राइस, म चाहिँ पर्क राइस, भनेपछि यहाँ चिकन राइस अब चडक्कै यहाँ हल्का भोक पनि लागिरहेछ। यहाँबाट चाहिँ अब चट्टै पर्क राइस टप म्यान हो। अब यहाँ चाहिँ यहाँ यस्तो छ, मजाको छ। यो चाहिँ एकदम मकैको चामल पनि मिक्सेको रहेछ खाना चाहिँ है, दामी रहेछ। सो गाइस, अब चाहिँ हामी अहिले चाहिँ हामी अब मल्लीको यहाँनिर चेकपोस्टमा पुगेको छौँ। यहाँनिर एआई क्यामेरा पनि छ, अब टेन्सन पनि छ, तर कागजपत्र ओके छ, केही टेन्सन छैन। हामी यहाँनिर अहिले चाहिँ अब चेकपोस्टमा पुग्यौँ। यहाँबाट चाहिँ खाना खाएर चाहिँ हजुर खानासाना खाएर यहाँबाट चाहिँ अब सिक्किम र वेस्ट बङ्गालको बोर्डर छुट्टिन्छ है। बोर्डर अब अहिलेसम्म चाहिँ हामी सिक्किममै थियो भने अब यहाँदेखि उता चाहिँ अब यहाँदेखि उता चाहिँ बोर्डर यहाँ यस्तो छ एआई क्यामेरा छ। एआई क्यामेरा डल्लै यहाँ चाहिँ सबै यो क्यामेरा सिस्टम यस्तोले चाहिँ अहिले चाहिँ अब छ्याप्पै बनाउँछ डकुमेन्ट्सहरू। त्यसले गर्दा चाहिँ डकुमेन्ट बनाएर सिलगढीतिर हिँड्दा गान्तोक हिँड्दा डकुमेन्ट चाहिँ ओके बनाएर हिँड्नुपर्ने हुन्छ। नभए भने चाहिँ तपाईँले फेरि अनलाइन टक्कै आफ्नो मेसेजमा टक्कै फाइन आयो भने चाहिँ फेरि चिनिकै हुन्छ। यहाँबाट चाहिँ अब यहाँदेखि चाहिँ हामी अब चाहिँ बेङ्गालको बाटो लाग्यौँ, सिलगढी तरफ लाग्यौँ। अब यहाँदेखि यो पुल चाहिँ एउटा सिमाना भनौँ न। अब यहाँदेखि उता चाहिँ बेङ्गाल। सो गाइस, अब चाहिँ हामी यहाँनिर बल्ल बल्ल बहुत जाम भएको कारणले गर्दाखेरि ढिलो भयो र पनि अब चाहिँ हामी यहाँनिर सुबुक गेटमा आइपुग्यौँ। अब चाहिँ यहाँबाट चाहिँ अब हल्का रफ्तार बढ्छ। अघि 40 को थियो भने अब अलिकति अब 40-60 थियो भने अब अलिकति 80-100 चाहिँ पुग्छ गाइस। तपाईँलाई हामी देखाउँदै जानेछौँ। है गाइस, अब हामी यहाँनिर जुस खाँदैछौँ, उखुको जुस खाँदैछौँ। अनि दुईवटा उखुको जुस सडकै होइन। अब यहाँनिर हामी बुके लिएर रेडी छौँ।
यो एउटा डाक्ला खाने कति भानिस। कति कप निस्किन्छ होइन हौ, कप चाहिँ कति कति ग्लास निस्किन्छ यहाँनिर होइन हौ, चिसो यो एउटा छ नि एउटा डल्लै दुई ग्लास निस्किन्छ भयो चिसो हुन्छ होला नि त होइन दाम तो ये बंडल का 900 रुपये 800 रुपये दाम है ओके रेडी हो गया हो मलाई चाहिँ यस दामी कालो नमक लगाएर दामी भयो दामी दामी अच्छा है अच्छा हो गया सिम लगाएन सिम लगाएन ओके यो चाहिँ उखुको जुस हो हामी खाँदैछौँ कालो नमक दिएर नानी भानिस। हो कालो नमक खान्छ नि खाओ देने दे। ऊ भयो तुम खाने ना देने के लिए खाओ खाने ल गाइस फाइनल्ली अब चाहिँ हामी बागडोग्रा पुगिसकेका छौँ 3 बजेको छ अहिले हाम्रोमा महिमा नाना चाहिँ 4 बजी मात्रै आइपुग्नुहुन्छ यहाँनिर हामी चाहिँ यहाँनिर टक्कै बागडोग्रा वेलकम टु बागडोग्रा चाहिँ बागडोग्रा आइपुग्यौँ बागडोग्रा एयरपोर्ट हामी आइपुग्यौँ फिलहाल चाहिँ अब यहाँनिर कतिमा जानुपर्ने पार्किङ चाहिँ यो त हाल्नुपर्छ जस्तो लाग्यो पार्किङ कोथाय আছে उता टक्कै हामी चाहिँ यहाँ हामीलाई खासमा चाहिँ हाम्रो रिसेप्सन चाहिँ यहाँ बाहिर मात्रै लिने वाला थियो तर भित्र पनि यहाँनिर है रिसेप्सन दिने भएकोले राम्रै भयो अझै मजा छ यहाँ साइडमा बस्नु दिँदो रहेछ कता साइडमा पुग्नुभयो हाम्रो नाना महिमा नाना आइपुग्नु भयो ओके गाइस अब हाम्रो महिमा नाना आउनुहुँदैछ त्यहाँनिर होइन हामी चाहिँ यहाँनिर रिसेप्सनलाई रेडी बसिरहेको छौँ सो अब हामी उहाँलाई स्वागत गर्नलाई हामी रेडी आइपुग्नुभयो नानालाई ल एकदम पार्टनर पनि आउनुहुँदैछ होइन यो चाहिँ के दिदी स्वागत छ दिदी, स्वागत छ दिदी, तपाईँलाई धेरै महिनाको बादमा हेलो धेरै महिनाको बादमा हाम्रो दिदी फर्केर आउनुभयो यहाँलाई हामी एकदम स्वागत गर्छौँ प्रभुको अनुग्रहमा फर्केर आउनुभयो हाम्रो सँगसँगै हाम्रो दिदी हुनुहुन्छ दिदीलाई पनि स्वागत गर्छौँ अनि यो स्वागत छ दिदी तपाईँहरूलाई अनि अलिकति अब तपाईँहरूलाई कस्तो फ्लाइटको यात्रा कस्तो भयो अलिकति होइन तपाईँले अलिकति अब विशेष गरेर हाम्रो छेकी दिदीले बताइदिनुहुन्छ फ्लाइटको यात्रा कस्तो हो भनेकन फ्लाइटको यात्रा चाहिँ एकदम दामी भयो कहिले बागडोग्रा चाहिँ होइन एक्साइटेड हाम्रो नाना हुनुहुन्छ नाना पनि एक्साइटेड एउटा Thank you so much आइदिएको लागि हो एकदम मेमोरिज अहिले भएन त सेयर गर्छु ल जाउँ मलाई दिनुहोस् न एउटा हुन्छ जाउँ है महिमा नाना एकदम तपाईँलाई पनि वेलकम छ है मेरोबाट पनि ओके रिसिभ गरिसक्यौँ अनि रिसिभ गरेको पश्चात अब हामी यहाँबाट चाहिँ अब सिक्किमको यात्रालाई हामीले सुरु गर्दैछौँ घरमा सबै यताउता रेडी छ अनि घरको नि तपाईँहरूलाई हामी भरै देखाउँछौँ घरमा पुगेर के हुन्छ घरमा के प्लान छ भनेर देखाउँछौँ अनि अहिले चाहिँ हामी यहाँबाट जाँदैछौँ ओके ओके गाइस अब हामी चाहिँ यहाँनिर विशाल मार्टमा आइपुगेका छौँ यहाँ भानिस यहाँ आज यहाँ सामान अलिक किन्नु छ अन्त यहाँनिर हाम्रो महिमा नाना हुनुहुन्छ यहाँनिर ल इस अब हामी भनेको म चाहिँ अब यहाँनिर होइन यो कुदाउनेमा पऱ्यो अब हामीलाई कुदाउनु पर्छ अब के गर्नु यहाँनिर चाहिँ अब अमिरोको के अरे यो त होइन यो त अमिरोको होइन यो त होइन यो त होइन त्यो त अमिरोको पर्दैन हामी मात्रै हो अब होइन जाउँ हेलो गाइस अब चाहिँ हामी यहाँनिर के भन्छ यो सेसुम रेस्टुरेन्टमा सुबकको त्यहाँनिर आइपुगेका छौँ अब चाहिँ आज चाहिँ हाम्रो यहाँनिर लन्च डिनर चाहिँ यहीँ हुन्छ डिनर हल्का यहाँ गरिराखेर तपाईँहरू आउनु सक्नुहुन्छ सेसुम रेस्टुरेन्ट सुबुक बजार यहाँनिर अब यहाँ चाहिँ अब यो टोक्रेभित्र चाहिँ गाइस यसलाई अलिकति होइन तपाईँले
वाउ चिकन मोमो दामी रहेछ यो चाहिँ अब सेलिन्छ भनेर एकदम तातो ल्याएर उसमा छोपेर अरूको चाहिँ यसरी खुल्ला आयो तर मेरो चाहिँ छोपेर गाइस यस्तो छ भने ओके सो हामी फाइनल्ली अब यहाँबाट हामी बेलुकाको डिनर गरिसक्यौँ अनि हल्का फुल्का डिनर गरिसकेर चाहिँ अब यहाँबाट हामी चेसुम रेस्टुरेन्टबाट चाहिँ अब हामी निस्किँदैछौँ अनि यहाँदेखि उता चाहिँ हामी तपाईँलाई एकैचोटि राबुङलामा गएर हामी तपाईँलाई भेट्नेछौँ अनि राबुङलाको केही कुराहरू राबुङलामा केही प्रोग्रामहरू छ हामी त्यो देखाउनेछौँ अनि अब हामी भानिस पनि निस्किसक्नु भएको छ हाम्रो महिमानाना र चेक्रिती आउँदै हुनुहुन्छ हामी अब चाहिँ राबुङला जानेछौँ सिक्किम अनि राबुङला गएर तपाईँहरूलाई त्यहाँको केही कुराहरू हामी देखाउनेछौँ यो भिडियो तपाईँहरूलाई अन्तसम्म एकदमै हेरिदिनु होला अनि अन्तसम्म एकदमै तपाईँले हेरेर तपाईँले बसिदिनु होला हामी तपाईँलाई केही कुराहरू अब प्रोग्रामहरू देखाउँछौँ अनि त्यसको पश्चात तपाईँले यो भिडियो हेरिसके पश्चात त्यसको पछाडि चाहिँ तपाईँले लास्टमा गएर चाहिँ तपाईँले सब्सक्राइब लाइक अनि सेयर गर्नु चाहिँ नभुल्नु होला धन्यवाद ओके अब चाहिँ हामी यहाँनिर रायोङमा हाम्रो महिमानानालाई हामीले पुर्याएका छौँ यहाँनिर स्वागत छ महिमानाना तपाईँको घरमा धेरै दिन बादमा हाम्रो नाना आइपुग्यो कन्याकुमारी दुईजना भेट भएको यस्तै छ गाइस हामी यति बेला चाहिँ 11 लगभग बज्दैछ 11 साढे 11 भइसक्यो ओके गाइस अब चाहिँ हामी फाइनल्ली 11 साढे 11 लगभग 11:30 भइसकेको छ हामी यहाँनिर आइपुगेका छौँ नानालाई हामी स्वागत गर्छौँ यो चिसोमा कम मजा आइरहेको छ आउनुहोस् यता हाम्रो नानाले रुम खोल्नु हुँदैछ अब चाहिँ तालाले पनि चिन्नेछ ताला चिनेछ नाना यत्रो दिन बादमा आउँदा पनि चिनेछ है हाम्रो स्वागत छ चेकिरितलाई पनि महिमानानालाई पनि स्वागत छ हाम्रो पुषा भान्जी जयमसी पुषा भान्जी हामी सबैजना एक्साइटेड छौँ अनि यहाँनिर चाहिँ हामी दैलोभित्र लक गरेर चाहिँ हाम्रो बुहारी हुनुहुन्छ हाम्रो भाइ प्रवेश लक गरेर भित्र बस्नु भएको छ किनकि सरप्राइज दिनको लागि अनि एकदमै आज खुसीको पल अनि अब हामी यहाँनिर हामीले गरेका छौँ अब यहाँनिर केक कटिङको एउटा अब प्रोग्राम छ अनि हाम्रो वेलकम टु होम महिमा एन्ड छेकी प्लिज सिट डाउन अनि अब हामी यहाँनिर केक काट्न लागेका छौँ अनि यो केक चाहिँ अब महिमानानाले अनि छेकीले काट्ने हुन्छ प्रभु हामी यति बेला तपाईँलाई धन्यवाद दिन्छौँ किनकि आजको बेलुकी पनि यो समय धेरै पश्चात धेरै महिनाको अन्तरालमा प्रभुले तपाईँको अनुग्रह तपाईँको सुरक्षा दिइकन तपाईँले हामीलाई साँच्चै नै हाम्रो बिचले गर्दाखेरि हाम्रो त्यो सिचुएसनहरू टफ हुँदै गर्दा नि हामी तपाईँ परबाट सम्झिन्छौँ किनकि हाम्रो गुहार चाहिँ तपाईँ परबाट आउँछ हामी तपाईँपट्टि फर्किन्छौँ अनि हाम्रो गुहार चाहिँ तपाईँ परबाट आउँछ प्रभु हामी यति बेला धन्यवाद दिन्छौँ साँच्चै नै बाबु त परमेश्वरलाई पुकारा गर्यो अनि हाम्रो पुकारालाई सुन्नुभयो अनि आफ्नो छोरालाई फेरि पनि यो साँझ गरी बाबु यो राति गरी आफ्नो परिवारमा धेरै महिना दिनको बादमा आफ्नो घर ढोकाभित्र पस्नको लागि बाबु तपाईँले जीवन दिएर ल्याउनु भएको लागि धन्यवाद भन्छु हामी जतिजना उपस्थित छौँ हरेक हृदयबाट तपाईँलाई धन्यवाद भन्छौँ के भन्नु अब वेलकम टु
लड्नु चाहिँ हुन्छ होइन ए लड्नु त हुन्छ नि हुन्छ 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 हुन्छ